केही पर्वतमालाहरूको कुरा गर्दाखेरि हिमालय पर्वतमालाको के छ त भन्दाखेरि एसिया महादेशमा म्यानमारदेखि अफगानिस्तानसम्म फैलिएको छ। विश्वको सबैभन्दा ठुलो र अग्लो यही नै हो। र अरू कुरा गर्दाखेरि युराल भनेको युरोप रुसमा, जो चाहिँ युरोप र एसियालाई जोड्ने। रकी भनेको उत्तर अमेरिकामा, अमेरिका र क्यानाडामा पर्ने होइन। त्यसै गरी फुजी भनेको चाहिँ के त ज्वालामुखीबाट बनेको हो, जापानमा। विश्वमा धेरैले फोटो खिचेको र चित्र कोरेको र आरोहण गरेको यही नै हो। एडम्स पिक भनेको एसियामा श्रीलङ्कामा 3 धर्मावलम्बीहरू हिन्दू, बौद्ध र मुस्लिमको आस्थाको केन्द्रको रूपमा छ। र इन्डिज भनेको दक्षिण अमेरिकामा विश्वको लामो पर्वतमाला 7,200 किलोमिटर लम्बाइमा भेनेजुएला, कोलम्बिया, इक्वेडर, पेरू, बोलिभिया, चिली र अर्जेन्टिना गरी 7वटा देशमा फैलिएको एबिसी केपी भेइ भनेर सम्झिने। अनि यो समुद्रभित्र चाहिँ मिड ओसियन रेन्ज चाहिँ 40,389 किलोमिटरमा फैलिएको छ।